भ्युजलाई चाहिँ मोनेटाइज गर्नुपर्छ भन्ने चिज दिमागमा कसरी आयो अनि हाउ डिड यु गो अबाउट इट यहाँबाट सुरु गर्नु सो मैले जुन 1 महिनाको च्यालेन्ज गरेको थिएँ 10,000 फलोवर्सको पुऱ्याउँछु भनेर सो त्यसमा चाहिँ मैले मोर चाहिँ अब अडियन्स बिल्डअप भन्दा पनि त्यहाँ पनि मैले त्यो एउटा नयाँ स्किल्स सिकिरहेको थिएँ क्या अबाउट भ्युजको एटेन्सन इन्गेजमेन्ट यो क्युरियोसिटी होइन के कुरा चाहिँ छ होइन के कुरा चाहिँ छ त्यसले गर्दाखेरि चाहिँ एटेन्सन ड्राइभ भइरहेको छ के कुराले चाहिँ भाइरलिटीको कुराहरू फरक परिरहेछ सो इफ आई डु दिस मैले अडियन्सलाई एट द एन्ड अफ द भिडियोसम्म हुक गर्न सक्छु त्यसको लागि मैले बिच भिडियोमा मेबी यो कुराहरू हाल्न सक्छु होला अनि त्यो सबै कुरा मिल्यो भने भिडियो भाइरल हुन्छ मैले खासमा पर्सनल आफ्नो अडियन्स बनाएर अडियन्सलाई नै सेल गरेको चाहिँ होइन त्यति बेला त सायद अब 10,000 फलोवर नै भए पनि अब त्यस्तो धेरै त्यो बिजनेस नै गर्न सक्ने गरेको त थिएन पनि होला बिकज म बिजनेसको ब्याकग्राउन्ड केही पनि थाहा थिएन मलाई भर्खरै त्यो बिजनेस सुरु गर्नुभन्दा अगाडि चाहिँ के चाहिँ थाहा थियो भने ओके मलाई बिजनेस गर्न चाहिँ मन छ मलाई केही न केही सेल गर्न चाहिँ मन छ कसरी गर्ने के गर्ने त्यो केही पनि थाहा छैन तर मलाई एउटा कुरा चाहिँ थाहा छ कि म त्यो प्रडक्ट भाइरल चाहिँ गर्न सक्छु